नमस्ते साथीहरु, स्वागत छ मेरो यस YouTube च्यानलमा। म तपाईहरुलाई आज यस्तो एउटा व्यवसायको रूपमा एउटा जानकारी भिडियो लिएर आएको छु जुन तपाईले थोरै लगानीमा पनि धेरै आम्दानी गर्न सक्नुहुन्छ। हो साथीहरु, मैले आज लिएर आएको मेन त्यो व्यवसाय भनेको मासु पसल हो साथीहरु। अहिले नेपालमा मात्र नभएर हरेक ठाउँमा हरेक विश्वको हरेक मान्छेलाई मासु भनेपछि एकदमै मिठो हुन्छ साथीहरु। मासु हरेकको भान्सामा पाक्छ साथीहरु। अहिले नेपालमा यति धेरै मासुको क्रेज बढेको छ साथीहरु, हैन? तपाईहरुको हर घरमा दिनै पिछे वा एक दिन बिराई हरेक मान्छेको घरमा मासु पाक्छ साथीहरु, किनकि हामी यति हाम्रो जिब्रोलाई यति टेस्ट यति मिठो भइसकेको छ मासु। त्यसैकारणले हरेकको घरमा पहिला महिना दिनमा हप्ता दिनमा खाने मासु अहिले दिन दिनै खान थालिसकेको छौं साथीहरु। त्यही अवस्थामा हामीले अहिलेको मेन हामीहरुले एउटा मासु पसल व्यवसाय राखेर पनि हामीले मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने एउटा भिडियो लिएर आएको छु साथीहरु। हुन त देशमा रोजगारी तथा व्यवसाय गर्ने अवस्था नभएर अभाव भएर नै हामी हाम्रा दाजुभाइ दिदीबहिनीहरु आमा बुवाहरु वैदेशिक रोजमा दैनिक रूपले लाखौं गइरहनु भएको छ देश छोडेर। त्यस्तो अवस्थामा आफ्नै गाउँ ठाउँमा आफ्नै एउटा देशमा बसेर एउटा व्यवसाय गर्दाखेरि कसलाई आनन्द आउँदैन साथीहरु, भन्नुस् त हो कि हैन? मैले पनि आफूले भोगेको कुराहरु भन्न गएको छु साथीहरु। म आफै मासु पसल व्यवसायी हुँ र मैले पनि मासु पसल चलाएको छु र मैले थोरै लगानीबाट सुरु गरेको हो साथीहरु। यो मैले आफूले एउटा अचानो र एउटा दाउ लिएर मैले मासु पसल सुरु गरेको हो साथीहरु, आज भन्दा 5 वर्ष अगाडि। त्यसैकारणले गर्दाखेरि हामीसँग धेरै लगानी गर्ने पैसा हुँदैन साथीहरु। हामी धेरै पैसावाला धनी मान्छे भएको भए हामी किन व्यवसाय गर्न पर्थ्यो? त्यसैकारणले गर्दाखेरि हामीले कतिले त ऋण खोजेर कतिले त आफूसँग भएको विभिन्न वस्तुहरु बेचेर पनि सुरुवात गरेको छ साथीहरु मासु पसल विभिन्न व्यवसायहरु। त्यसैकारणले गर्दाखेरि हामीले कम पैसामा थोरै लगानीमा मासु पसल राखेको खण्डमा मासु पसल राख्न सकिन्छ र महिनामा आम्दानी धेरै गर्न सकिन्छ साथीहरु। अब म तपाईलाई भन्छु मासु पसल आम्दानी गर्नको लागि धेरै फाइदाहरु छ, किनकि मासु पसलको लागि सबैभन्दा चाहिने कुरा भनेको एउटा यस्तो सेन्टर रोज्नु साथीहरु, हैन? यस्तो ठाउँ रोज्नु जहाँ मान्छेको जनघनत्व होस्, त्यहाँ मान्छे आओस्, है? त्यस्तो बजारको एउटा छान्नुस्, त्यसपछि त्यहाँ एउटा धेरै खर्च नगर्नु साथीहरु। एउटा डीप फ्रिज चाहिँ अनिवार्य चाहिन्छ साथीहरु, है? मासु पसलको लागि डीप फ्रिज किन्नुस्, अर्को फ्रिजले हुँदैन साथीहरु। डीप फ्रिज किन्नुस्, एउटा चिलाउनेको अचानो, है? चिलाउने भन्ने एउटा रुखको अचानो किन्नुस्, अरु कुनै अचानो नकिन्नुस्। सबैभन्दा राम्रो अचानो भनेको चिलाउनेको अचानो हो साथीहरु। चिलाउनेको अचानो किन्नुस्, चिलाउनेको अचानो एउटा दाउ किन्नुस्, फलामको दाउ किन्नुस् र डीप फ्रिज, चिलाउनेको अचानो र दाउ किन्नुस्। सम्पूर्ण सुरुवात त्यसरी गर्नुस्, त्यसपछि बिस्तारै हुँदै जान्छ साथीहरु। त्यसपछि बिस्तारै हामीले आफ्नो एउटा डेकोरेसन बनाउनुस्। त्यसपछि सुरुवात कुखुरा गर्नु, ब्रोइलर कुखुरा अहिलेको हरेकको जिब्रोमा गडेको भनेको ब्रोइलर कुखुरा हो साथीहरु। ब्रोइलर कुखुरा अहिले हाम्रो गाउँ ठाउँमा हाम्रो नेपालमा समग्र रूपले भन्नु पर्दाखेरि 400 रुपैयाँ पर केजी पुगेको छ, किनकि ब्रोइलर कुखुराको भाउ अहिले एकदम महँगेको छ। र 400 रुपैयाँ केजी बेच्ने ब्रोइलरको होलसेल भाउ कति छ भन्नु होला साथीहरु? हामीले चाहिँ होलसेल भाउ भनेको 240-50 छ साथीहरु। 240-50 मा होलसेलमा किनेर हामीले जिम्दोमा किनेर त्यसपछि हामीले त्यसलाई काटकुट गरेर भुत्ला सुत्ला आन्द्रामुडी फालेर त्यसलाई चाहिँ हामीले 400 रुपैयाँ पर केजी बेच्दाखेरि लगभग 1 किलो मासुमा हामीले 50 देखि 70 रुपैयाँ जति फाइदा हुन्छ साथीहरु। र आफै भन्नुस् दिनमा हामीले 15 देखि 20 केजी बेच्न सकेकोमा बेचेको खण्डमा हामीले चाहिँ 1000 रुपैयाँ फाइदा गर्छौं भने त्यसमा कलेजो पाङ्ग्रा खुट्टा टाउको त छुट्टै छ साथीहरु। त्यसैकारणले गर्दा यो व्यवसाय एकदमै राम्रो छ साथीहरु। थोरै लगानीमा हामीले लाखौं 10औं लाख खर्च गरेर व्यवसायमा जानु भन्दाखेरि हामीले 1000 खर्च गरेर लाख कमाउने व्यवसाय रोज्नु पर्छ साथीहरु। त्यसैकारणले गर्दाखेरि सकिन्छ भने आफ्नो ठाउँमा आफ्नो मासु पसलमा पोल्ने भाँडो सिलिन्डरहरु पोल्ने एउटा स्ट्यान्डहरु बनाउनुस्। त्यसपछि सेतो टाइल हाल्नुस्। अब भित्तामा सकिएको खण्डमा प्लाई हाल्नुस्, प्लाई रे टाइल हाल्नुस्। यदि छैन टाइलको लागि महँगो पर्छ भने मैले जसरी कार्पेट हाल्नुस्, एप्रोन हाल्नुस्, मासुको छिटा ज्यानमा नपरोस्, एप्रोन लगाउनुस्, पन्जा लगाउनुस्, मास्क लगाउनुस्। त्यसपछि सिस्टम एकदम राम्रो गर्दै जानुस्, है? धुलोबाट बचाउनको लागि एउटा मासुको र्याक राख्नुस्। त्यसरी गर्दाखेरि एकदमै फाइदा हुन्छ साथीहरु। बिस्तारै जे कुरा पनि साथीहरु हरेक कुरा आत्तिनु हुँदैन, है? नआत्तिकमा हरेक कुरा भनेको बिस्तारै धैर्यता गरेर अगाडि बढ्नुस्। एक दिन पक्कै पनि तपाईं सफलता हुन पाउनुहुन्छ। र मैले आज मासु पसल व्यवसाय गरेर तपाईहरुलाई
महिनामा धेरै आम्दानी गर्न सकिन्छ भन्ने कुरा एउटा लिएर आएको छु। म आफै मासु व्यवसाय हो। मैले पनि सुरुवातमा मैले के गरेको थिएँ साथीहरू भन्दाखेरि एउटा अचानक दाउ लिएर मैले मासु पसल सुरुवात गरेको हो साथीहरू। अहिले मसँग बिस्तारै प्रगति गरेर सम्पूर्ण सामानहरू जोडेँ। अहिले मासु व्यवसाय एकदमै राम्रो चलेको छ, फस्टाएको छ है। उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरेर मासु पसल मासु राख्नुहोस्, मासु बेच्नुहोस् है। नराम्रो बिग्रिएका सडेगडेको मासुहरू नबेच्नुहोस्, राम्रो मासु बेच्नुहोस्, मान्छेको मन जित्नुहोस् साथीहरू। एकदमै यो व्यवसाय एकदमै फाइदा एकदमै राम्रो छ तपाईहरुलाई म भन्न चाहन्छु है। त्यसपछि यसरी नै तपाईहरुले मासु व्यवसाय राखेर अगाडि बढ्नको लागि शुभकामना दिँदै आजको भिडियोबाट बिदा हुन्छु। धन्यवाद।